हेलो हेलो नमस्कार सम्पूर्णमा। हामी चाहिँ अब कामतिर जाँदैछौँ नि यहाँदेखि बाटो के नि यहाँ गौतम दाई यहाँ अस्तिको नि यी बाटो कहाँ हिँड्छ त्यहाँदेखि नजाउँ। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो अङ्कल हुनुहुन्छ। अङ्कल कहाँ जानु भयो? अब काममा जाने भाइ, अब कामतिर जाने? हजुर दार्जिलिङ घरमा आयो के आगो ताप्नु? आगो पनि बालिरहेछ नि, बालिरहेछ नि त। बाटोमा पनि अर्को ठाउँ कोटी सक्नु हो दिनमा पाँच छवटा। ल अब छोड्नु पऱ्यो क्या अङ्कल बिडी? अब खैनी खान्छु, बिडी अब खैनीतिर आएछु। खोइतिर पो यस्ता खासमा भन्ने अब नखानु पर्ने हो। सेउको बुट्टा ल हामी चाहिँ अब नजिकै नजिकै अब आइपुग्नु लागेको छौँ। सिँढीबाट तल झरेछौँ। अगाडि जाने हुनुहुन्छ अङ्कल, जाने हुनुहुन्छ। त्यसपछि पछाडि चाहिँ दाइ आइरहेका छन्। अङ्कलले बेल्चा बोकेर हेर्नु गइरहेको छैन। सकिन्छ नि आज काम? सक्नु पऱ्यो अङ्कल, होइन? 9 बजीसम्म सक्नु पऱ्यो। नसक्ने हो भने त आज त कति दिन हुन्छ अङ्कल? 3-4 दिन भइहाल्छ क्या हो। ल अब बाँकी चाहिँ हामी चाहिँ काम गर्ने ठाउँमा गएर म भिडियो देखाउने छु। ल त हामी चाहिँ अब काम गर्ने ठाउँमा आइपुगेको छौँ। हाम्रो काम चाहिँ आजको यही रहनेछ। हजुर कहाँ चाहिँ नाला हो। लौटा अङ्कल अब सुरु गर्नेलाई, होइन? के कसो दाइ? बिटीपाटी हो है? धुवा फालौँ त। ल ठिक छ। हाम्रो दाइले जाडो लाएर बिडी खाएर जोस निकाल्ने अब त्यस्तै कुरा छ। हो किन? अब के भनौँ नि त यार। है के भन्ने जाडोमा बिडी खाने बस्ने काम गइटी हानेपछि आफै तातो भइहाल्छ नि त यार। शरीर आफै तातिहाल्छ नि बिडी खाने बस्छ र। खानै पर्छ। अब गइटी हान्ने क्या दाइ? गइटी माटो फाल्ने। अङ्कल हेरेन हौ, अङ्कल रेडी भएर। ल फाइनली हाम्रो काम सकिसकेको छ। रात परेको हुनाले यहाँ खासै राम्रोसँग देखिएको छैन, तर यो नाला चाहिँ क्लियर भइसकेको छ। यहाँनिर नै हो हाम्रो काम। माटो फालेको पुरा यो नाला ब्लक भएको थियो, त्यसले हामीले माटो फाल्ने